ओके गाइज व्हाट्सअप गाइज है सबैजना सन्चै हुनुहुन्छ होला आई थिङ्क है एन्ड देन अब कन्टेन्ट भन्ने कुरा त्यस्तै हो गाइज होइन। हिजो चाहिँ मेरो बोस भने पनि साथी भने पनि जापानबाट आइपुगेको थियो। सो he bring me a gift from Japan है। so I'm gonna unboxing this. I'm going to unboxing this है त गाइज। अनि के ल्याउनु भएछ त हेर्दाखेरि त के छ जस्तो लाग्यो। सो निकै छ जस्तो पनि देखिरहेछ एकचोटि चेक गरौँ है त गाइज। एन्ड गाइज दिस इज माई होम स्वीट होम। ओके दिस इज माई गिफ्ट गाइज है त। ओके गाइज फर्स्टमा चाहिँ यो के हो यो। ओके क्यान यु ओपन दिस प्लिज। ओ वाउ यो चाहिँ हाम्रो मेरो बोसको आमा फुजीको आन्टीले दिनुभएको। थ्याङ्क यू फुजीको आन्ट फर दिस ब्युटिफुल मफलर है त। Thank you so much for this beautiful muffler. अनि अरु के छ त यहाँनिर। वाउ ब्युटी प्रोडक्ट। यो के हो यो फेरि टोन अप अरे टोन अप इसेन्स स्किन को यो सब यस्तो खतरा खान्जीमा छ है गाइज। अब सब बुझ्न गाह्रो छ मलाई यो के हो भन्ने कुरा मैले बुझिनँ। एन्ड देन त्यो एउटा त्यस पछाडि हिमावारी यो चाहिँ उयो के अरे स्मुथ एन्ड हेयर रिपेयर ओइल इन ट्रिटमेन्ट है यो आएछ। चाहिँ मेरो श्रीमतीको लागि हो। एन्ड देन यो के हो यो खासमा यो के लेखाएको छ भोलि बोसलाई नै सोध्नु पर्ला जस्तो छ यो के हो भनेर है त गाइज। यस 50 एफपिए के हो यो SPF 50 SPF को आएको रहेछ। ओके फाइनली है त आई गट माई आइफोन गाइज। ओ वाउ स्विच अफ पनि नगरिकन दिएको रहेछ कभर हालेर है त। बट दिस वान इज युज्ड आइफोन आई थिङ्क है त। यस व्हाट इज दिस गाइज। ओ वाउ यो चाहिँ गोप्रोको लागि मोटरसाइकल हेलमेट ब्राकेट है त गाइज। दिस अल कम फ्रम जापान गाइज है। थ्याङ्क यू सो मच रे। केही साह्रो छैन नथिङ एभ्रिथिङ इज फिनिस। ल गाइज यस्तो बोस कहीँ पाइन्छ होला त। यस्तो बोस कहीँ खोजेर पाइन्छ होला त। अझै गिफ्टहरू आउनु बाँकी छ अरे खोइ के आउनु बाँकी छ हो होइन यसरी दिन्छ। Thank you so much guys. Thank you so much guys for watching my video until then. Okay guys this one is आफैले बुन्नु भएको अरे जापानिज आन्टी हो फुजीको आन्ट from Nara. And then I got this muffler, this tree for my wife है त guys. Okay thank you so much this much. Thank you for your patience guys. Bye bye अर्को भिडियो नआउन्जेलसम्मको लागि।